साथीहरू यो भिडियो हेर्नुहोस् त। 2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन, 1.5 वर्षमा बन्नु पर्यो। त्यो हो हाम्रो एजेन्डा। रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो। अब यो भिडियो पनि हेर्नुहोस्। सडक समयमा नबनाउनलाई ठोक दिन्छु, घोक्राइदिन्छु भनेर हिजो कहीँ मैले बोलेको सुनेको थिएँ। त्यो कसैलाई लगेर मैले कसैलाई घोक्राएर सडक समयमा बन्दैन। सडक समयमा बनाउनका निम्ति 41वटा कानुन तत्काल अहिले हामीले यसलाई बदल्नु पर्ने रहेछ। समयमा सडक बनाउन 41वटा कानुन बदल्नुपर्छ भन्ने कुरा पत्ता लगाउन 35 वर्ष लाग्छ तपाईलाई भने तपाईँ किन राजनीति गर्नुहुन्छ? 35 वर्षदेखि अस्ति भदौ 23 गतेसम्म चाहिँ तपाईलाई यति कुरा थाहा थिएन यो 41वटा कानुनहरू चाहिँ बाधक छन् भनेर? अनि आज अर्को जनाले भनिदिसकेपछि 41वटा कानुन संशोधन गर्नुपर्छ भनेर भन्ने? 41वटा कानुन संशोधन तपाईहरुले त्यो बेलै गर्नु पर्थ्यो नि त, जुन बेला सडक बनेको थिएन। यति कुरा पत्ता लगाउनलाई नै यत्रो समय 35 वर्ष समय लगाइदिसके पछाडि तपाईहरुबाट हुँदैन।